कृति अवस्थी। सम्माननीय सभामुख महोदय, आज म यस गरिमामय सदन मार्फत नेपाल सरकारको आन्तरिक हवाई सेवामा देखिएको लापरवाही र यात्रुहरूले भोग्नु परेको गम्भीर समस्यातर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। उडानहरू पटक पटक ढिलो हुने वा रद्द हुने, तर एयरलाइन्स कम्पनीहरूले यात्रुलाई मन लागेको बेला फ्लाइट डिले भएको सूचना दिने नत्र समयमा सूचना नदिने प्रवृत्तिका कारण यात्रुहरू विमानस्थलमा 15 देखि 6 घण्टासम्म अनावश्यक रूपमा बन्धक जस्तै बन्न बाध्य भइरहेका छन्। विशेष गरी सुत्केरी, बिरामी, अपाङ्गता भएका व्यक्ति, अत्यावश्यक कामकाजी र ज्येष्ठ नागरिकहरू बढी शास्ति बेहोर्नु परिरहेको अवस्था छ। सम्माननीय सभामुख महोदय, उपभोक्ता संरक्षण ऐन 2075 ले प्रत्येक नागरिकलाई सही सूचना, गुणस्तरीय सेवा र आवश्यक परे क्षतिपूर्ति पाउने अधिकार सुनिश्चित गरेको छ। साथै विश्वका धेरै देशमा लामो समय उडानहरू ढिलाइ हुँदा यात्रुलाई खानपान, सञ्चार र आवश्यक परे आवासको व्यवस्था गरिन्छ, तर नेपालमा यस्तो अवस्था हुनु त परको कुरा, समयमा फ्लाइट डिलेको सूचना समेत पाउन गाह्रो भइरहेको